अब गीताले भगवान्ले के भने, भगवान्को महत्त्वपूर्ण कुरो तिमी हाम्रो कर्मकाण्डको सम्बन्धमा अनेक थरी देवताहरूको पूजा नगर्नु, अनेक थरी देवताको पूजा गर्दाखेरि देवताहरूबाट वरदान लिने इच्छा हुन्छ, वरदान लिन थालियो भने फेरि जन्म मरणको चक्करमा परिन्छ। धर्मले पनि जन्माउँछ, पापले पनि जन्माउँछ। धर्मको कारण पनि, धर्मको फल भोग्नलाई पनि जन्मनु पर्यो, पापको फल भोग्नलाई पनि जन्मनु पर्यो। त्यसो हुनाले हामीले गर्ने सबै कर्म भगवान्को नाममा अर्पण गर्ने। यत् करोसि यदस्नासि यज्जुहोसि ददासि यत् यत् तपस्यसि कौन्तेय तत्कुरुष्व मदर्पणम्। यत् करोसि, तिमी जे गर्छौ राम्रो नराम्रो भन्ने हुँदैन, जेसुकै काम गर त्यो मलाई चढाऊ। यदस्नासि, तिमी जे खान्छौ मलाई चढाऊ। त्यसो भएर हेर न, गणेश ब्राह्मण हुन् नि, गणेश त जनै लगाएछन् होइन, हामी गणेशको स्थापना गर्दाखेरि जनै चढाउँछौँ। ब्राह्मणहरूले फुल चढाउँछन्, अरू लड्डु चढाउँछन्। अब काठमाडौँका जो आफूले रक्सी खान्छन्, रक्सी पनि चढाइदिन्छन्। जसले अन्डा खान्छन् त्यो अन्डा पनि चढाउँछन्, किनभने उनीहरूको ठिकै हो नि, आफूले जे खान्छ त्यो चढाए है। तर हामीले चढाउनु हुँदैन। यदस्नासी यत् जुहोसी, तिमी जे हवन गर्छौ त्यो मलाई चढाऊ होइन। यत् करोसी, तिमी जे गर्छौ, यत् तपस्यसी, तपस्या भनेको के, कठिन काम, जे गर्छौ सबै काम चाहिँ मलाई चढाऊ भगवान्ले भनेका छन्। 7औं अध्याय 8औं अध्याय र 9औं अध्याय पढेपछि भगवान्कै लागि काम गर्नु, अहम मम भनेर काम नगर्नु है। यो सङ्कल्प गरेर यो कुरो पाऊँ भगवान् भनेर भगवान्सँग केही नमाग्नु। माग्यो भने त्यो दिन्छन्, त्यहीँबाट पछुतो आउँछ क्या। त्यो दिएको कुरोबाटै हामीलाई झन् बढी आपत पर्छ। यो पुराणमा धेरैको कथाहरू आउँछन्, धुन्धुकारीदेखि लिएर धेरैका कथाहरू। त्यसो हुनाले भगवान्ले के भने, जतिखेर पनि मलाई सम्झ, मर्ने त्यहाँ कतिखेर मृत्यु त कुनै सूचना दिएर आउँदैन होइन, कुनै पनि बेला मरिन्छ। त्यसो हुनाले मलाई सम्झ, मर्ने बेलामा जसलाई सम्झन्छौ त्यही रूप पाउँछौ। मर्ने बेलामा अब देवान यान्ति देवव्रता, देवतालाई सम्झ्यौ देउतैको रूप पाउँछौ, देउतैको स्वरूपमा पाउँछौ। सधैँ देउता भएर बस्नु पाइँदैन होइन। त्यो त बढीमा एक मनुको कार्यकालसम्म इन्द्र बस्छन् भने अरू देवताको त के कुरो भयो होइन। त्यसो हुनाले फेरि खिँडे पुण्य मर्ते लोकै विसन्ति, पुण्य सकेपछि मर्ते लोकमै आउनुपर्छ। ब्रह्माजीको लोकसम्म पुगेकाहरू पनि फर्कनुपर्छ। आ ब्रह्म भुवना लोकान पुनरावर्तिनो अर्जुन, ब्रह्मलोकसम्म पुगेकाहरू पनि फेरि फर्केर आउनुपर्छ। त्यसो हुनाले त्यो सकाम कर्म काण्ड कहिल्यै पनि गर्दै नगर्नु। अब देवतालाई सम्झ्यौ देवता हुन्थ्यो। देवान यान्ति देवव्रता, पितृन यान्ति पितृव्रता, तिमी पितृलाई सम्झ्यौ पितृकै रूप पाउँछौ होइन। भूतानाम यान्ति भूतेज्या, भूत प्रेत मात्रै नभएर कुनै मान्छेलाई सम्झ्यौ तिमी त्यही रूपमा हुन्छौ। यान्ति मध्याजिनोपीमा, मर्ने बेलामा तिमी भगवान्लाई सम्झ्यौ भगवानै हुन्थ्यौ। भगवान्को लोकमा जाने मात्रै होइन, तिमीलाई भगवानै बनाएर लैजान्छ है। त्यसो हुनाले भगवान्लाई मात्रै सम्झने है। मन मना भव मद भक्तो मध्याजी माम नमस्कुरु, सधैँ मलाई मात्रै सम्झ, मेरो भक्ति गर, मात्रै 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 है। मयि अर्पित मनोबुद्धि, मन चञ्चल छ नि, मन जताततै जान्छ, नजाऊ, अन्त दिनु हुँदैन। मन खालि भगवान्लाई नै देऊ, बुद्धि र मन भगवान्लाई देऊ। मयि अर्पित मनोबुद्धि, मलाई मन र बुद्धि अर्पण गर। मय्येव मन आदत छ मयि बुद्धि निवेश, मन पनि ममै राख, बुद्धि पनि ममै राख, मभन्दा अन्त नराख है भनेर भने होइन। अनन्य चेतः सततम यो मां स्मरति नित्यशः तस्याहं सुलभ पार्थ नित्य युक्तस्य योगिनः। जसले अनन्य भनेको अरूलाई नसम्झिने, न अन्य अनन्य, भगवान्लाई मात्रै सम्झिने। अनन्य चेतः, चित्त सधैँ भगवान्मा राख्ने। सततम, सधैँ। यो मां स्मरति नित्यशः, जो मलाई नित्य सम्झन्छ,